एउटा कुरो थाहा छ, नमरुन्जेल मरिदो रहेछ नि। काठमाडौँ आएर न ऋण मिना भयो, न छोरो आयो, न सम्पत्ति फिर आयो। म भारी बोकेर खान थाले। बाँच्नु त पर्यो। जिन्दगीको ठुलो भारी बोक्या मान्छेलाई यस्ता भारी त एक हातले। म भारी बोक्थेँ। पत्नी महानगरमा मकै पोल्थिन्। 4 आना 8 आना 100 रुपियाँ 200 रुपियाँ भेला गर्दै बढी ब्याजको लोभमा सहकारीमा पैसा राखेका थियौं। मेरो श्रीमतीले मकै पोलेको नदेखेर महानगरलाई आगो लागेछ, त्यहाँबाट पनि लखड्थ्यो। 6 महिनापछि सहकारीमा गयौं। सहकारीमा जाँदा राई महिलाले गाउँ छोड्नु अघि नै सहकारीले त ठाउँ छोडिसकेछ। म नबौलाएर के गरौँ त? हो मन्त्रीजी, ए सभामुखजी पनि एउटा। सभामुख महोदय, तपाईको आजको एजेन्डामा हामी जस्ता भुइँ मान्छेको विषय त पर्दैन। के तपाईको शून्य समयमा मेरो यो पीडा बोल्न दिनुहुन्छ? भनेर म माग्न आएको होइन। संविधान संशोधन। हजुरहरूको संविधान संशोधनले मेरो लुटिएको धन फिर्ता हुन्छ? तपाईको सरकार बनाउने र भत्काउने अङ्कगणितमा मेरो मिटर ब्याजको हिसाब किताब हुँदैन। बहुमत र अल्पमतको लडाईँमा सहकारीमा डुबेको मेरो पैसा फर्केर आउँदैन। मेरो गोली लागेको छोरो र मेरो बिग्रिएको मनस्थिति तपाईको क्रान्तिकारी सिद्धान्तले निको हुँदैन। जानुहोस् तपाई, जानुहोस्।